गाईहरू हामी सलाद आलु खुर्सानी छ र गाईहरू यहाँ अचारको लागि हाल्दैछ। हेर्नुहोस् पानी निक्लिसकेछ। मन्नु धामीले गुरु धामी म धामी छु, गुरु छैन। हेर्नुहोस् केरा बोइल गरेर हल्का हल्का फ्राई गरेर यहाँ हाल्दैछ। अचार बनाउने मान्छे हेर्नुहोस् गाईहरू मजाले बनाउँदै हुनुहुन्छ। जस्तो मान्छे त्यस्तै अचार बनाउनुहुन्छ, मिठो मिठो। हेर्नु यसलाई चाहिँ कुटेको नमक पुरेर कुटिरहेछ, तेल हालिरहेछ। भिडियो बनाइहाल्नु। अब अरूलाई मन पर्दैन र मेरो भिडियो, अरूलाई मन पर्यो नपर्यो हामीलाई मन पर्यो भने भइहाल्यो। मेरो भिडियो मैले कस्तो कस्तो बनाउँछ अरे क्या, त्यही भएर मेरो भिडियो बनाएको मन पर्दैन अरे है। मैले भिडियो बनाएको मान्छेहरूलाई डर लाग्छ अरे। मर्चाइ सर्चाइ हाम्रो अचार बनाएको मन पर्छ पर्दैन। अचार बनाउने मान्छेहरू यस्तो छ, एउटा यता एउटा अचार बनाउने मान्छे यहाँ हामीहरू दुईजना। यसरी बनाइन्छ। तेल के पुग्यो पुग्छ त तेल तेलै पुग्दैन, तिल पनि पुग्दैन, तेल पनि पुग्दैन। तेल पुगेन अचारमा, तेल बिना अचारमा राम्रो हुँदैन। मेरो गाईहरू यहाँ अचार बनाउँदै दिनु होला। मिठो 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 लाइक कमेन्ट दिनु होला, नराम्रो नदिनु होला। मन पर्यो भने दिनु होला, नमन पर्यो भने नदिनु होला है साथीहरू। त्यसरी नराम्रो कमेन्ट चाहिँ नगरिदिनु होला। अब हाम्रो चाहिँ यस्तै हो है। आज हाम्रो यहाँ एउटा साथीको भतिजको वर्तमान रे, त्यही भएर नि हामी चाहिँ यहाँ अचार बनाउँदैछु। अरू सबै पाकिसक्यो, अब हामी चाहिँ अचार बनाउँदैछु। हेर्नुहोस् साथीहरू, हजुरहरू चाहिँ कसरी बनाउनुहुन्छ अचार थाहा भएन है। अब नजानेकोमा सिकाइदिनु होला है कमेन्टमा भनेर होइन, कसरी बनाइन्छ भनेर सिकाउनु होला। हामी चाहिँ यसरी बनाइन्छ हेर्नु ल। नहीं वैसे नहीं।